रेज र सीएम पङको बीचमा भइसकेको खतरा प्रोमो वार के भयो त आजको यो सेगमेन्टमा आउनुस् जानु यो भिडियोमा। सबैभन्दा सुरुमा रोमन रेज आउँछ अनि त्यसपछि आइपुग्छ सीएम पङ अनि सीएम पङले चाहिँ भन्न थाल्छ आज चाहिँ म सबै सही कुरा चाहिँ बोल्नेवाला छु अनि रोमन रेज चाहिँ जज भएर चाहिँ बस अनि मैले कुनै कुरा चाहिँ गलत भने चाहिँ तैँले चाहिँ मलाई भन्। साँचो कुरा यो हो कि रोमन रेज म चाहिँ तँलाई चाहिँ हेट गर्छु किनभने म चाहिँ तँदेखिको चाहिँ एकदमै धेरै डाहा गर्छु किनभने तैँले चाहिँ रेसलमेनियाको मेन इभेन्ट चाहिँ प्रत्येक वर्ष पाइरहेको छ अनि रेसलमेनियाको मेन इभेन्टमा चाहिँ म्याच चाहिँ लड्ने चाहिँ मेरो सानैदेखिको बच्चैदेखिको मेरो चाहिँ सपना हो अनि मलाई यो कुराको डाहा लाग्छ कि तँलाई चाहिँ रोमन रेज रेसलमेनियाको मेन इभेन्ट चाहिँ हातमा चाहिँ थमाइदियो। म चाहिँ तेरो 1316 डेजको टाइटल रेनलाई पनि म एकदमै धेरै हेट गर्छु अनि मलाई थाहा छ कि तेरो 1316 डेजको टाइटल रेनमा चाहिँ तैँले चाहिँ कतिको मिहिनेत गरेको थियो त्यो चाहिँ मलाई राम्रोसँग थाहा छ तर भविष्यमा चाहिँ जसले चाहिँ मान्छेहरूले चाहिँ कुरा गर्छ नि त्यतिखेर चाहिँ त्यो मान्छेहरूले चाहिँ कसरी मिहिनेत गर भनेर चाहिँ त्यो मान्छेहरूले चाहिँ भन्दैन तिनीहरूले चाहिँ कति दिनसम्म चाहिँ च्याम्पियन भएको थियो भनेर त्यो चाहिँ गर्नेवाला छ। मलाई चाहिँ त्यो 1316 डेज वाला नम्बर चाहिँ मन पर्दैन अनि मलाई यो कुरा मन पर्दैन कि तैँले चाहिँ यति धेरै रेसलमेनिया चाहिँ मेन इभेन्ट गरिस्। सिका एउटा राम्रो रेसलर थियो, सिका एउटा राम्रो च्याम्पियन थियो, सिका हल अफ फेमर हो अनि म यो कुरालाई हेट गर्छु कि मैले चाहिँ सिकाको बारेमा चाहिँ जताभावी चाहिँ बोलेको थिएँ। म चाहिँ ओल्ड टाइमर सुपरस्टारहरूलाई चाहिँ एकदमै धेरै रेस्पेक्ट गर्छु अनि मैले जे कुरा सिकाको बारेमा भने त्यसको लागि म तसँग चाहिँ माफी माग्न चाहन्छु रोमन रेन्ज। म चाहिँ यो कुरामा चाहिँ हेट गर्छु कि रेस्लिङमा चाहिँ एउटा भन्दा धेरै रोयल फ्यामिलीहरू छ अनि म चाहिँ यो कुरामा हेट गर्छु कि म चाहिँ कुनै रोयल फ्यामिलीमा चाहिँ म चाहिँ जन्मिन। मलाई चाहिँ थाहा छैन कि एउटा रोयल फ्यामिलीमा चाहिँ जन्मेको चाहिँ कस्तो अनुभव हुन्छ। म चाहिँ सिकागोमा जन्मेको अनि मैले चाहिँ आफ्नो परिवार चाहिँ खोज्नु पर्यो अनि मैले आफ्नो परिवार चाहिँ स्याक्रामेन्टोको स्ट्रिटमा चाहिँ मैले भेटाएँ। मैले चाहिँ आफ्नो फ्यामिली चाहिँ मैले लकर रुममा भेटेँ। म इन्डिजमा गएँ अनि मैले इन्डिजलाई कन्कर गरेँ अनि म चाहिँ गएँ जापान, म गएँ इङ्ल्यान्ड यस्तो ठाउँहरूमा चाहिँ म चाहिँ गएँ। मलाई चाहिँ कुनै पनि कुरा चाहिँ हातमा चाहिँ दिएन, मैले चाहिँ सबै कुरा चाहिँ मैले कमाएर मैले लिएको हो अनि म चाहिँ यो कुरामा चाहिँ हेट गर्छु कि मैले फर्स्ट मेन इभेन्ट मेरो करियरको सबैभन्दा 1-on-1 वाला फर्स्ट मेन इभेन्टमा चाहिँ मैले तँसँग चाहिँ रिङ सेयर गर्नु परिरहेको छ रोमन रेन्ज। रेसलमेनियामा चाहिँ रिङ अनाउन्सरले चाहिँ अनाउन्स गर्नेवाला छ स्टिल द हेभीवेट च्याम्पियन अफ द वर्ल्ड, द बेस्ट इन द वर्ल्ड सीएम पङ भनेर चाहिँ अनाउन्स गर्नेवाला छ। भनिहालेँ मैले चाहिँ झुट बोलेको छु भने यति भन्छ सीएम पङले अनि पाल्न आउँछ रोमन रेन्जको अनि रोमन रेन्जले चाहिँ भन्न थाल्छ सीएम पङ मैले चाहिँ तैँले यति साह्रो साँचो बोलेको चाहिँ मैले चाहिँ कहिले पनि देखेको थिइनँ, अब म पनि साँचो कुरा भन्नेवाला छु सीएम पङ। म पनि तँलाई चाहिँ हेट गर्छु अनि म चाहिँ धेरै लामो समयदेखिको चाहिँ तँलाई हेट गर्दै आइरहेको छु। मैले तँलाई हेट गर्नुको कारण चाहिँ यो हो कि तैँले चाहिँ यो सबै मान्छेहरूसँग चाहिँ रिलेसनसिप बनाएको छस् अनि जुन दिन चाहिँ म पनि WWE छोडेर जान्छु नि तँलाई जस्तै मलाई पनि धेरै मान्छेहरूले चाहिँ सम्झिनेवाला छ, मलाई पनि 10 वर्षसम्म चाहिँ मान्छेहरूले चाहिँ च्यान्ट गर्नेवाला छ अनि त्यो कुरा चाहिँ साँचो हो। हेट सीएम पङ तँले चाहिँ मान्छेहरूसँग चाहिँ जस्तो खालको कनेक्सन बनाएको छस् नि त्यो कनेक्सन चाहिँ तँबाट चाहिँ कसैले पनि खोज्न सक्दैन। त्यो कुरा ट्रुथ त हो तर अहिले रियालिटी चाहिँ त्यो होइन। समय सक्यो सीएम पङ, मैले चाहिँ तँलाई 2 महिनाको समय दिएको थिएँ यो च्याम्पियनसिपसँग चाहिँ राम्रो काम गर भनेर चाहिँ मैले 2 महिना समय तँलाई दिएको थिएँ। सीएम पङ तँले चाहिँ यो च्याम्पियनसिपसँग चाहिँ केही पनि काम गरिन। यो सन्डे चाहिँ स्टिल हुनेवाला छैन, यो सन्डे हुनेवाला चाहिँ न्यू। अब एक्सपेरिमेन्ट गर्ने समय सक्यो सीएम पङ। अब चाहिँ म त्यो कुरालाई चाहिँ फिक्स गर्नेवाला छु जुन कुरा चाहिँ तैँले चाहिँ सुरु गरेको थिइस्। अब चाहिँ हामी त्यही ठाउँमा जानेछौँ जुन ठाउँमा चाहिँ हामी पहिला थियौँ त्यो हो धेरै टप। अब चाहिँ डलर छाप्ने बेला आइसकेको छ। रेसलमेनियामा जब म त्यो च्याम्पियनसिप जित्छु अनि सबैजनाले चाहिँ मलाई चाहिँ एक्नोलेज गर्नेवाला छ अनि तँ पनि मलाई एक्नोलेज गर्नेवाला छ सीएम पङ भनेर भन्छ रोमन रेन्जले अनि यो सेगमेन्ट चाहिँ यसरी खत्म भएको छ।